नमस्कार। हिजो हामीले युएनओसँग सम्बन्धित चाहिँ हामीले विशेष कुराकानी छलफल गरेको रहेछौँ है। आज चाहिँ हामीले है युएनओ लगत्तै सार्क है सार्क सम्बन्धी छलफल गर्नेछौँ है। यो चाहिँ लोकसेवा लर्निङ प्लेटफर्ममा चाहिँ आज हामीले सार्क सम्बन्धी चाहिँ कुराकानी मैले राख्नेछु है। विशेष ध्यान गरेर हेरिदिनु होला ल। सार्क है ल जानुहोस् त सार्क हैन। सुरु गरौँ फुल फर्मबाटै है। फुल फर्म के रहेछ भन्नुहुन्छ भने साउथ एसियन है ल साउथ एसियन भइरहेछ ल साउथ एसियन एसोसिएसन फर रिजनल कर्पोरेसन ल हेर्नुहोस् है फुल फर्म साउथ एसियन एसोसिएसन फर रिजनल कर्पोरेसन अथवा हामीले चाहिँ नेपाली भन्दाखेरि दक्षिण एसियाको क्षेत्रीय सहयोग संगठन दक्षिण एसियाको क्षेत्रीय सहयोग संगठन। यो सार्क जुन छ हैन, सार्कलाई के भनिन्छ भन्दाखेरि तपाईले चाहिँ कुरा गर्नुहुन्छ भने यो हाम्रो दक्षिण एसियाको देशहरू मिलेर हैन एउटा सहयोगी भावनाले चाहिँ कसरी अगाडि बढ्न पर्छ भन्ने चाहिँ हो के उद्देश्यले यो स्थापना भएको हो है। अनि यो चाहिँ एक किसिमको चाहिँ भन्नुहुन्छ भने ल यो चाहिँ उद्देश्यको आधार के हो भन्नुहुन्छ भने यो युएनओ है युएनओ को अध्याय 8 है धारा 52 अनुसार स्थापना भएको त्यो युएनओ को चाहिँ वडापत्रमा अध्याय 8 र धारा 52 मा के छ भन्दाखेरि क्षेत्रीय सहयोग संगठन अथवा क्षेत्रीय संगठन खोल्न मिल्ने भन्ने चाहिँ त्यहाँ प्रश्न पारेको छ। त्यसैको आधारमा चाहिँ कुनै पनि आसियान भयो, बिमस्टेक भयो, सार्क भयो हैन सबै चाहिँ यो युएनओ को चाहिँ अध्याय 8 धारा चाहिँ 52 अनुसार स्थापना गरिन्छ है। ल हेर्नुस् ओके यो सार्क कस्तो संगठन हो भन्नुहुन्छ भने गरिबहरूको संगठन हो के गरिबहरूको संगठन हो है गरिबहरूको संगठन है। हेर्नुस् ठीक छ। यसको अवधारणा ल्याउने व्यक्ति अवधारणा कहिले आयो अथवा भन्नुहुन्छ भने सन् 1980 मे 2 मा है ल मे 2 मा बङ्गलादेशको तत्कालीन है राष्ट्रपति जियाउर रहमान ल यसलाई हामीले चाहिँ कसरी बिर्सिन सकिँदैन है। जियाउर रहमान भनेको के भन्नुहुन्छ भने सार्कको अवधारणा ल्याउने व्यक्ति है तत्कालीन राष्ट्रपति है बङ्गलादेशको तत्कालीन राष्ट्रपति है कहाँको भन्नुहुन्छ भने बङ्गलादेश ल हेर्नुस् ओके। अनि यिनलाई चाहिँ समर्थन गर्ने प्रमुख व्यक्ति को हो भन्नुहुन्छ भने यिनलाई है ल एउटा चाहिँ क्षेत्रीय सहयोग संगठन चाहिँ स्थापना गरौँ, निर्माण गरौँ, खोलौँ भन्ने चाहिँ अवधारणा ल्याउने को जियाउर रहमान है। अनि यिनले सर्वप्रथम चाहिँ समर्थन गर्ने व्यक्ति भनेको भन्नुहुन्छ भने नेपालको राजा वीरेन्द्र है सबभन्दा पहिला चाहिँ समर्थन गर्नुभएको कसले हो भन्नुहुन्छ भने राजा वीरेन्द्रद्वारा समर्थन पाइएको है सार्क चाहिँ स्थापना गर्ने समर्थन ल ओके। अनि के भनिन्छ भन्दाखेरि स्थापना कहिले भयो है, वडापत्रमा हस्ताक्षर कहिले भयो, सम्झौता कहिले भयो है
अनि सार्कको जुन इतिहास छ नि हैन, सार्क जुन छ ओके, सार्कको पहिलो चाहिँ बैठक अथवा पहिलो सम्मेलनलाई नै चाहिँ सार्कको आधार मानिन्छ है। ल हेर्नुहोस् है, सार्कको पहिलो सम्मेलन है, सार्कको पहिलो सम्मेलन नै यसको स्थापनाको आधार मानिन्छ है। ल हेर्नुहोस् त 1985 है डिसेम्बर 7 र 8 म चाहिँ पहिलो सम्मेलन कहाँ भएको थियो भन्नुहुन्छ भने ढाकामा, ढाका बङ्गलादेश है, यो पहिलो सम्मेलन है। हेर्नुहोस् है, सार्कको पहिलो सम्मेलन 1985 डिसेम्बर 7 र 8 2 दिन बसेर चाहिँ वडापत्रमाथि चाहिँ छलफल गरेर सम्झौता गरेर वडापत्रमाथि हस्ताक्षर गरेपछि चाहिँ सार्क विधिवत रूपमा स्थापना भएको है। तपाईँलाई सोध्छ क्वेसन के भन्दाखेरि स्थापना मिति है, स्थापना मिति कहिले स्थापना भयो भन्छ है। हामीले यही डेट हो कि 1985 सन है, 1985 डिसेम्बर 8 है स्थापना मिति चाहिँ सार्कको कहिले रहेछ, स्थापना मिति 1985 डिसेम्बर 8 लाई मानिन्छ है। यसमा प्रमुख चाहिँ 7 वटा देशहरू है, अफगानिस्तान अहिले जुन हामी पढ्छौँ 8 वटा देशहरू, अफगानिस्तान पछि थपेको हो है। अनि यसमा चाहिँ यो सम्मेलनमा पहिलो सम्मेलनमा भाग लिने भनेको 7 देशका प्रतिनिधिहरू, 7 देशका चाहिँ भन्नुहुन्छ भने कोही राष्ट्रपति अनि एक मात्र प्रधानमन्त्री, 2टा राजा, 4वटा चाहिँ राष्ट्रपति मिलेर चाहिँ हैन 7 वटा देशका चाहिँ संस्थापक सदस्यहरू। हेर्नुहोस् त हाल नलेखौ है, संस्थापक सदस्य कति भन्नुहुन्छ भने 7 राष्ट्र है। ओके, 7 राष्ट्र जसलाई हामीले सूत्रबाट पनि पढ्न सकिन्छ अथवा त्यसै पनि पढ्न सकिन्छ मजाले, जसरी तपाईँले चाहिँ सहयोग पुग्छ हैन। 7 राष्ट्र, यहाँ चाहिँ अफगानिस्तान बाहेक भनी लेख्न सक्नुहुन्छ तपाईँ, अफगानिस्तान बाहेक है। अफगानिस्तान हालको जुन चाहिँ अवस्था, हाल चाहिँ कतिजना छन् भन्नुहुन्छ भने हाल सदस्य राष्ट्र है 8 राष्ट्र है, 8 राष्ट्र ल 8 वटा देश, ठिक छ। यसको सूत्रबाट हामीले MBBS पानी भनेर सम्झिन सकिन्छ है। MBBS पानीको सूत्रबाट हामीले मजाले 8 वटा राष्ट्र सम्झिन सकिन्छ। ल हेर्नुहोस् त, M भनेको के रहेछ, M भनेको मालदिप्स रहेछ है, M भनेको मालदिप्स है, B भनेको चाहिँ भुटान, अनि B भनेको बङ्गलादेश, हेर्नुहोस् है बङ्गलादेश, त्यसै चाहिँ S भनेको श्रीलङ्का, त्यसै चाहिँ P भनेको पाकिस्तान, त्यस्तै A भनेको चाहिँ अफगानिस्तान, अनि त्यसपछि N र I भनेको के हो भन्नुहुन्छ भने नेपाल र इन्डिया। ल हेर्नुहोस् त, यसरी चाहिँ 8 वटा सदस्य राष्ट्र रहेका छन् केमा भन्नुहुन्छ सार्कमा है। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका कति सदस्य छन् अहिले भन्नुहुन्छ भने जम्मा 8 वटा है। सूत्रबाट हामीले MBBS पानी मजाले सम्झिन सकिन्छ। ओके, अब कुरा आउँछ के भन्दाखेरि 8औं है। ल हेर्नुहोस् त, 8औं को हो भन्नुहुन्छ भने ल हेर्नुहोस् 8औं सदस्य भनेको चाहिँ अफगानिस्तान हो है, अफगानिस्तान। ल 8औं सदस्य को हो अफगानिस्तान। ओके, के हो भन्दाखेरि पहिला 7 वटा चाहिँ क्षेत्रीय देश, 7 वटा देशहरू मिलेर यो क्षेत्रीय सहयोग सङ्गठन निर्माण गरेन हैन। पछि चाहिँ ओके बैठकहरू बसियो हैन। हरेक वर्ष चाहिँ यिनीहरूको सम्मेलन जुन छ एक वर्षमा हुने गरिन्थ्यो है। अब चाहिँ 18औं सम्मेलनपछि 2 वर्षमा हुन थालियो, अनि एक वर्षमा सम्मेलन हुँदै जाँदाखेरि चाहिँ 13औं सम्मेलनमा के भयो त्यस्तो है। ल हेर्नुहोस् 13औं सम्मेलनमा है, 13औं सम्मेलनमा के भयो भन्नुहुन्छ भने 13औं सम्मेलनमा भारतको प्रस्तावमा है, कसको प्रस्तावमा, भारतको प्रस्ताव है, भारतको प्रस्ताव है। प्रस्ताव के थियो, अफगानिस्तानलाई है सार्कमा इन्क्लुड गर्ने, समावेश गर्ने अथवा सदस्यता प्रदान गर्ने, समावेश अथवा सदस्यता प्रदान गर्ने, ल प्रदान गर्ने प्रस्ताव
प्रदान गर्ने प्रस्ताव कसले गर्यो? भारतले है। कतिऔं सम्मेलनमा? 13औं सम्मेलनमा है। 13औं सम्मेलन 2005 मा नोभेम्बर 12-13 समथिङ डेटमा हो है। ल हेर्नुहोस् त, नोभेम्बर 5 है, सरी 2005 नोभेम्बर 12-13 है। ल 13औं सम्मेलन है। ल कहिले भन्नुहुन्छ भने 2005 नोभेम्बर 12-13 मा आयोजना गरिएको थियो है। 12 र 13 यसरी लेखौँ न, नोभेम्बर 12 र 13 मा है। यो सम्मेलनमा है, 13औं सम्मेलनमा भारतको प्रस्ताव के थियो भन्दाखेरि अफगानिस्तानलाई सार्कमा चाहिँ समावेश अथवा सार्कको सदस्यता प्रदान गर्ने चाहिँ प्रस्ताव कसको थियो? भारतको है। त्यो बेला चाहिँ नेपालको पनि प्रस्ताव थियो। राजा ज्ञानेन्द्र चाहिँ यो चाहिँ राजा ज्ञानेन्द्र चाहिँ यो 13औं सम्मेलनमा भाग लिएका होइन, उहाँको पनि प्रस्ताव के थियो भन्दाखेरि उहाँको प्रस्ताव चीनलाई यो सार्क मुलुकमा चाहिँ समावेश गर्ने प्रस्ताव थियो। तर चाहिँ अब तपाईँलाई थाहै छ कि भारत र अब भारतको प्रस्ताव अलिकति धेरै मान्ने हुन्छ होइन, किन भन्दाखेरि अब ठुलो राष्ट्र भन्ने होइन, अब सम्पत्तिको आधारमा आर्थिक अधिकार होइन बढी हुने होइन, सहयोग बढी गर्ने हो कि। अनि 14औं सम्मेलन, ल हेर्नुहोस् है, 14औं सम्मेलन, 14औं सम्मेलन है, ठिक छ। 14औं सम्मेलनमा अफगानिस्तानलाई है सदस्यता प्रदान गरियो। ल हेर्नुहोस्, प्रदान गरियो है, यसरी छ। ल हेर्नुहोस्, यसरी चाहिँ सातवटा मुलुकमध्ये अब चाहिँ कतिवटा भयो भन्नुहुन्छ भने अब तपाईँको 8वटा मुलुक भयो है। ल हो कि। अनि यो 13औं सम्मेलन कहिले भएको थियो भन्नुहुन्छ? 2007 सालमा अप्रेल 3 र 4 मा भएको थियो है। अनि तपाईँलाई ठ्याक्कै चाहिँ अफगानिस्तानले कहिले सदस्यता प्राप्त गरे तपाईँलाई प्रश्न सोध्यो भने तपाईँले 2007 अप्रेल 4 सम्झिनु होला है। ल हेर्नुहोस् है, 2007 अप्रेल 4 यसरी चाहिँ है 13औं सम्मेलनमा प्रस्ताव गरियो अनि 14औं सम्मेलनमा चाहिँ के गरियो? सदस्यता प्रदान गरियो। अनि हाल आएर है, हाल कतिवटा सदस्य राष्ट्र भएन? 8वटा है। ल 8वटा, हामीले डिसेम्बर 8 एउटा 8 सम्झिनु पर्ने हुन्छ। युएनओको धारा 8बाट अध्याय 8 र धारा 52बाट चाहिँ निर्माण भएको क्षेत्रीय सङ्गठन हो। अनि चाहिँ सदस्य राष्ट्र पनि कतिजना छन्? 8 जना छन् है। नेपालको सार्कको कतिजना सदस्य राष्ट्र छन्? 8वटा सदस्य राष्ट्र छन्। ल हेर्नुहोस् त, ल अब हामी थोरै चर्चा के गरौँला भन्दाखेरि पहिलो सम्मेलन है, पहिलो सम्मेलन भनेर, पहिलो सम्मेलन है, यो सार्कको पहिलो सम्मेलन मैले भनिसकेँ अघि नै। सार्कको पहिलो सम्मेलन भनेकै स्थापनाको आधार हो है। स्थापनाको आधार 1985 होइन, डिसेम्बर 7 र 8 है। डिसेम्बर 7 र 8 मा चाहिँ पहिलो सम्मेलन कहाँ भएको थियो? ढाकामा है, बङ्गलादेश ढाका। ल हेर्नुहोस्, बङ्गलादेश ढाका है। ल अब हामीले चाहिँ चर्चा के गरौँ भन्दाखेरि यो पहिलो सम्मेलनमा वडापत्रमाथि सम्झौता भयो, वडापत्रमाथि हस्ताक्षर भयो, अनि विशेष विभिन्न कुराहरूमा चाहिँ सम्झौता भयो होइन। त्यसपछि चाहिँ विधिवत रूपमा चाहिँ डिसेम्बर 8 मा चाहिँ सार्कको स्थापना भयो है। ल यसमा समावेश भएको है, भाग लिएका, पार्टिसिपेट गरेका है, अथवा सहभागिता जनाएका। ल हेर्नुहोस् त, सहभागिता जनाउने को थिए भन्नुहुन्छ भने ल जनाउने है, सहभागिता जनाउने को? ल 7वटा मुलुकका चाहिँ प्रतिनिधिहरू। ल एकबाट सुरु गरौँ है। राजीव गान्धी 1 नम्बरमा है। राजीव गान्धी को थिए भन्नुहुन्छ भने यिनी प्रधानमन्त्री, कहाँको? भारतको। ल भारतको प्रधानमन्त्री है। अब तपाईँलाई क्वेसन सोध्छ पहिलो सम्मेलनमा है चाहिँ एकमात्र प्रधानमन्त्री है, सहभागिता जनाउने एकमात्र प्रधानमन्त्री को हुन् भन्नुहुन्छ भने यही राजीव गान्धी, कहाँको? भारतको है, कहाँको? भारतको। ल त्यसपछि चाहिँ अब चाहिँ एउटा प्रधानमन्त्री, अर्को जाउँ हेरौँ, ठिक छ। हाम्रो राजा वीरेन्द्र, ल यिनी चाहिँ राजा, कहाँको? नेपालको। ल ठिक छ, ओके, राजा वीरेन्द्र। अब चाहिँ त्यहाँ यो पहिलो सम्मेलनमा जम्मा 2टा राजा है समावेश गरिएका। कतिवटा राजा? 2 जना है, ओके। ल
एउटा भुटानको एउटा नेपालको है। नाम के थियो भन्नुहुन्छ भने जिग्मे सिग्मे वाङचुक है। ल हेर्नुहोस् त नाम खतरा छ, जिग्मे सिग्मे वाङचुक। वाङचुक। ल हेर्नुहोस् त जिग्मे सिग्मे वाङचुक, यिनी पनि के राजा, कहाँको भन्नुहुन्छ भने भुटानको। ल एउटा प्रधानमन्त्री दुईटा राजा है, अनि बाँकी अरू देशका। ल हेर्नुहोस् त 4 नम्बरमा पाकिस्तानको मोहम्मद जियाउल हक है, मोहम्मद जिया उल हक। यिनी पाकिस्तानका राष्ट्रपति है, कहाँको भन्नुहुन्छ भने पाकिस्तानको। अनि 5 नम्बरमा जुलियस रिचर्ड जयवर्धने है। ल जयवर्धने, यिनी पनि के अरे राष्ट्रपति, कहाँको श्रीलङ्काको। पहिलो सम्मेलनमा भाग लिएका है, एउटा प्रधानमन्त्री दुईटा राजा अनि 4 जना राष्ट्रपति है। ल 5 6 मा जाउँ। ओके, के थियो भन्दाखेरि मालदिप्सको मौमुन अब्दुल है, अब्दुल गयुम है। ल गयुम, यिनी चाहिँ राष्ट्रपति, कहाँको राष्ट्रपति, कहाँको भन्नुहुन्छ भने मालदिप्सको है। यिनी मालदिप्सको 30 वर्षसम्म राष्ट्रपति बनेका थिए है, 30 वर्षसम्म, धेरै होइन। 1978 देखि लिएर 2008 सम्म चाहिँ राष्ट्रपतिको रूपमा कार्यरत गरेका छन् है यिनी। मौमुन अब्दुल गयुम। ल हुसेन मोहम्मद इरसाद है। ल हुसेन मोहम्मद इरसाद, यिनी कुरा गर्नुहुन्छ भने बङ्गलादेशको राष्ट्रपति। यसरी 7 जना चाहिँ है, यसरी 7 जना पार्टिसिपेट गरेका है। पहिलो चाहिँ यो हाम्रो सार्कको पहिलो सम्मेलनमा यिनी 7 जना है, यिनी 7 जना, एक मात्र प्रधानमन्त्री भारतको है, 2 जना राजा, एउटा नेपालको र एउटा के अरे भुटानको, राजा वीरेन्द्र र भुटानको जिग्मे सिग्मे वाङचुक, अनि 4 वटा चाहिँ के 4 वटा राष्ट्रपति है। एउटा प्रधानमन्त्री दुईटा राजा र 4 जना राष्ट्रपति मिलेर 7 जना मिलेर चाहिँ सार्क स्थापना गरेका भन्ने बुझ्न सक्नुहुन्छ है सार्कको। अनि हाल चाहिँ कतिजना सदस्य राष्ट्र छन् भन्नुहुन्छ भने जम्मा 8 वटा सदस्य राष्ट्र रहेको छन् हैन। यो चाहिँ सम्मेलन चाहिँ हैन, यो पहिलो स्थापनाकालीन सम्मेलन हो। त्यसपछि चाहिँ सम्मेलन एक वर्षमा गर्ने चाहिँ निर्णय भएको थियो। सम्मेलन कति वर्षमा गर्ने, सम्मेलन एक वर्षमा, अनि एक वर्षमा चाहिँ कन्टिन्यू भयो। अहिलेसम्म चाहिँ 18 वटा सम्मेलन भइसकेको छ, 18 वटा सम्मेलन भइसकेको छ। अनि 18औं सम्मेलनमा चाहिँ 18औं सम्मेलनमा चाहिँ दुई वर्षमा गर्ने भनेको छ है, 2 वर्षमा गर्ने कुरा छ है, निर्णय भइसकेको छ। तर 18औं सम्मेलन पछि चाहिँ 19औं सम्मेलन चाहिँ पाकिस्तानमा हुने हो। त्यो पाकिस्तान र भारतको विवादले गर्दाखेरि हालसम्म अहिले सम्मेलन भएको छैन है। यसरी चाहिँ सम्मेलन हुँदै गर्छ है। यसरी चाहिँ अहिलेसम्म हैन सार्कको चाहिँ कतिवटा सम्मेलन सकिएको छ, 18 वटा है। हेर्नुहोस् है, 18 वटा सम्मेलन सकियो है, त्यसपछि चाहिँ सम्मेलन भएको छैन है। ल हेर्नुहोस् त, ओके, 18 वटा सम्मेलन है। ल सम्मेलन है, शिखर सम्मेलन भनिन्छ है, सार्क शिखर सम्मेलन भन्छ, शिखर सम्मेलन है। ओके, कहाँ भयो ल हेरौँ त एकचोटि है। ल हेर्नुहोस् त, यो अल्फाबेटिकल्ली अर्डरमा हुने चाहिँ हो है। जुन सार्कको शिखर सम्मेलन हुन्छ, सार्कको महासचिव हुन्छन् है, यो सबै अल्फाबेटिकल्ली अर्डरमा हुने कुरा हो है। के छ भन्दाखेरि 3 पटक है। ल हेर्नुहोस् त, 3 पटक चाहिँ सम्मेलन चाहिँ कहाँ भयो भन्नुहुन्छ भने भारतमा 3 पटक भएको छ है, साथै नेपालमा पनि 3 पटक भएको छ,
त्यस्तै श्रीलङ्कामा पनि 3 पटक भएको छ अहिलेसम्म 18वटा मध्ये है। बङ्गलादेशमा पनि 3वटा, 3टा सम्मेलन है। त्यस्तै चाहिँ मालदिभ्समा पनि चाहिँ 3 पटक चाहिँ सम्मेलन भएको छ। 3 पटक 3 पटक 3 पटक गरेर चाहिँ 15 पटक त यहीँ भइहाल्यो है। अनि 2 पटक चाहिँ पाकिस्तानमा भएको छ, पाकिस्तानमा। अनि 1 पटक चाहिँ भुटानमा भयो, भुटानमा भयो है। यसरी 18वटा सम्मेलनमा। अनि शिखर सम्मेलन नभएको देश कुन हो भन्नुहुन्छ भने शिखर सम्मेलन नभएको देश अफगानिस्तान है। सार्क शिखर सम्मेलन नभएको देश कुन हो भन्दा सोध्यो भने हामीले के भन्ने अफगानिस्तान। ल हेर्नुहोस् है, 3 पटक भारतमा, 3 पटक नेपालमा, 3 पटक श्रीलङ्कामा, 3 पटक बङ्गलादेश र 3 पटक मालदिभ्स गएर चाहिँ 15 पटक र 2 पटक चाहिँ पाकिस्तान, 2 पटक पाकिस्तान। अनि त्यसपछि 1 पटक भुटान। अब जुन 1900 हुने हो नि, 1900 शिखर सम्मेलन जुन हुने हो त्यो पाकिस्तानमा हुने हो है। यसरी हुने हो, भएको छैन है। ओके, अनि त्यो चाहिँ हुने हो, कहिले हुन्छ डेट चाहिँ सारेको सारे छ है। त्यो चाहिँ अहिले कन्फर्म भएको छैन, 2027मा हुने कुरा छ अहिले है। ल हेर्नुहोस् त, नेपालको कुरा गर्ने हो भने नेपालमा कति पटक? 3 पटक है। ल नेपालमा पहिलो चाहिँ यो दोस्रो पटक जुन शिखर सम्मेलन भयो नि, दोस्रो पटकको है, सरी दोस्रो भन्दा नि तेस्रो पटकको है, दोस्रो होइन है, मिलाउनु होला। तेस्रो पटक जुन तेस्रो सम्मेलन भयो, तेस्रो सम्मेलन है, पटक भन्दा नि तेस्रो सम्मेलन जुन भयो, तेस्रो सम्मेलन है जुन भयो शिखर सम्मेलन, त्यो नेपालमा भएको थियो है। कहिले भयो थियो भन्नुहुन्छ भने 1987मा, 1987 नोभेम्बर 24मा है। ल अनि नेपालबाट चाहिँ राजा वीरेन्द्र है सहभागी, नेपालमा भएको है। जुन देशमा हुन्छ त्यो देश अध्यक्ष हुन्छ भने चाहिँ नेपालको चाहिँ यो शिखर सम्मेलनको अध्यक्षता कसले ग्रहण गरेको? राजा वीरेन्द्रले है। त्यस्तै चाहिँ तेस्रो अनि 11औं सम्मेलन है, 11औं सम्मेलन पनि नेपालमा भयो है। तेस्रो 11औं सम्मेलन कहिले भयो भन्नुहुन्छ भने 2002मा है। अनि यो चाहिँ जनवरीमा भएको थियो है, 2002 यो है, 4 देखि 6 सम्म है। यो बेला चाहिँ नेपालबाट को थियो भन्नुहुन्छ भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा। नाम त सुन्नुभएको छ होइन तपाईँहरूले? हेर्नुहोस्, देउवा है, शेरबहादुर देउवा चाहिँ अध्यक्ष थिए है। अनि तेस्रो पटक है नेपालमा 18औं सम्मेलन भयो है। 18औं भनेको अन्तिम सम्मेलन भनेको जुन 18औं सम्मेलन हो त्यो पनि नेपालमा भयो। कहिले भयो? 2014मा नोभेम्बर कतिमा? 26-27। अनि यो बेला चाहिँ यो सम्मेलनको अध्यक्षता कसले ग्रहण गरेको थियो? सुशील कोइराला, नेपालको प्रधानमन्त्री सुशील कोइराला। अहिलेसम्म है 18वटा सम्मेलन मध्ये अहिलेसम्म चाहिँ 3 पटक है, 3 पटक चाहिँ नेपालमा भएको छ है। कति सम्मेलन? तेस्रो सम्मेलन, 11औं सम्मेलन र 18औं सम्मेलन। यो 3टा सम्मेलन चाहिँ अहिलेसम्म नेपालमै भएको छ है। पछिल्लो जुन सम्मेलन थियो नि 18औं, त्यो पनि नेपालमै भएको हो है। त्यसपछि सम्मेलन भएको छैन है। ठिक छ। अब पुरा अल्फाबेटिकली अर्डर गर्नुहुन्छ भने MNOP आउँछ। सो नेपालमा भइसक्यो। त्यसपछि पालो कसको हो? पाकिस्तानको हो, 1900 सम्मेलन, तर अहिलेसम्म भएको छैन है। ठिक छ। लगभग तपाईँको 12-13 वर्ष हुन लाग्यो, अहिलेसम्म चाहिँ सम्मेलन भएको छैन। त्यसपछि 18औं सम्मेलनको कुरा गर्नुहुन्छ भने ल हेरौँ त 18औं सम्मेलनमा के छ त्यस्तो रोचक तत्त्वहरू। 18औं सम्मेलन ओके। अब हामीले भर्खरै माथि हेरिसक्यौँ हैन,
18औं सम्मेलन कहाँ भएको? नेपालमा। नेपालमा है, ठिक छ। काठमाडौँ नेपाल, काठमाडौँ नेपालमा है, ठिक छ। कहिले भयो? 2014 मा है, नोभेम्बर कतिमा? नोभेम्बर 26 27 मा भएको है, ठिक छ। अध्यक्ष को थियो? अध्यक्ष है नेपालको प्रधानमन्त्री सुशील कोइराला, सुशील कोइराला है। यसको विशेषता के छ भन्नुहुन्छ भने है, यसमा के भयो भन्नुहुन्छ भने है, 27 बुँदे हैन, 36 बुँदे है, नट 27, 36 बुँदे घोषणा पत्र जारी भएको है, घोषणा पत्र जारी। ल कति बुँदे? 36 बुँदे। अनि यही चाहिँ सम्मेलनबाट चाहिँ हो के, सम्मेलनहरू एक एक वर्षमाको ग्यापमा हुन्थ्यो। यो सम्मेलनबाट चाहिँ अब दुई दुई वर्षमा शिखर सम्मेलन गर्ने, शिखर सम्मेलन गर्ने निर्णय गरिएको है। ल निर्णय गरिएको है, यही 18औं सम्मेलनबाट है, 18औं सम्मेलनबाट नै शिखर सम्मेलन चाहिँ दुई दुई वर्षमा गर्ने निर्णय गरिएको भन्नुहुन्छ। कुन सम्मेलनबाट? 18औं सम्मेलनबाट। ल यसमा सहभागी टिमको कुरा गरौँ है, सहभागिता जनाउने, सहभागिता जनाउने है, सहभागिता जनाउने को रहेछन् है। ल हेर्नुहोस् त है, 8वटा राष्ट्र होइन, सार्क राष्ट्र। सो नेपालबाट सुरु गरेँ मैले है, सुशील कोइराला, सुशील कोइराला है, नेपालको प्रधानमन्त्री, प्रधानमन्त्री नेपाल है, ठिक छ। दोस्रोमा नरेन्द्र मोदी, नरेन्द्र दामोदर मोदी है, है प्रधानमन्त्री। कहाँको यिनी? भारत है, ठिक छ। 3 नम्बरमा शेख हसिना, शेख हसिना प्रधानमन्त्री, कहाँको? बङ्गलादेश है। त्यसपछि 4 नम्बरमा 4 नम्बरमा चाहिँ छिरिङ तोब्गे प्रधानमन्त्री, कहाँको? भुटान है। अनि 5 मा चाहिँ नवाज शरीफ प्रधानमन्त्री, पाकिस्तान। सो नेपालबाट चाहिँ सुशील कोइराला हैन, नरेन्द्र मोदी चाहिँ भारतबाट, त्यसै गरी नवाज शरीफ पाकिस्तानबाट, शेख हसिना पाकिस्तानबाट है। अब्दुल्ला यामिन राष्ट्रपति, मालदिप्स है। त्यसै गरी चाहिँ महेन्द्र राजापक्षे, महेन्द्र राजापक्षे राष्ट्रपति श्रीलङ्काको। अशरफ, अशरफ है, अशरफ, अशरफ घानी राष्ट्रपति अफगानिस्तानको।
यसरी चाहिँ 4वटा 5वटा प्रधानमन्त्री र 3टा चाहिँ राष्ट्रपति है 8 जनाको उपस्थितिमा 18औं शिखर सम्मेलन सम्पन्न भएको हो है। त्यसमा 36 बुँदे घोषणापत्र जारी भएको हो। त्यसै गरी चाहिँ सम्मेलन चाहिँ 2-2 वर्षमा गर्ने चाहिँ निर्णय भएको हो है, तर सम्मेलन भएको छैन है। ल ल हेरौँ त। त्यसै गरी चाहिँ अब थोरै कुरा अगाडि गरौँ है। यो शिखर सम्मेलनमा है, शिखर सम्मेलनमा धेरै पटक भाग लिने हैन, सहभागिता जनाउने को भन्नुहुन्छ भने मालदिप्सको राष्ट्रपति है, जुन चाहिँ संस्थापक चाहिँ सम्मेलनमा हैन, संस्थापक सम्मेलनमा चाहिँ भाग लिएका थिए नि है। मौमुन अब्दुल गयुम हेर्नुहोस् त, यिनी चाहिँ मालदिप्सको राष्ट्रपति है, मालदिप्सको राष्ट्रपति। यिनको शासनकालको कुरा गर्ने हो भने यिनी 30 वर्षसम्म राष्ट्रपति पद चाहिँ ग्रहण गरी चाहिँ शासन गरेका हैन मालदिप्समा। 1978 देखि 2008 सम्म है। अनि यिनी शिखर सम्मेलन 18वटा भएको छ भने यिनी शिखर सम्मेलन हैन, पहिलो शिखर सम्मेलनदेखि है, पहिलोदेखि 12औं सम्म है सहभागिता जनाएका हुन् के, लगातार कन्टिन्यू है। अब मौमुन अब्दुल गयुम भनेको गईको गई गर्नुहुन्थ्यो के, गईको गई भनेर हामीले सम्झिन सक्नुहुन्छ। गयुम गएको गई है, गईको गई। ल 12 पटक, सबभन्दा धेरै पटक शिखर सम्मेलनमा सहभागिता जनाउने मौमुन अब्दुल गयुम है। ल राजा वीरेन्द्रको पनि कुरा गरिहालौँ। राजा वीरेन्द्र चाहिँ 4 पटक है, कति पटक? 4 पटक जम्मा है, लगातार पहिलो, दोस्रो, तेस्रो, चौथो है। अनि नेपालबाट धेरै पटक सहभागिता जनाउने को भन्नुहुन्छ भने गिरिजा प्रसाद कोइराला है, गिरिजा प्रसाद कोइराला। कति पटक? 5 पटक है, 5 पटक हो। गिरिजा प्रसाद कोइराला कति पटक सहभागिता जनाए भन्नुहुन्छ भने 5 पटक है। राजा वीरेन्द्र 4 पटक है, अनि गिरिजा प्रसाद कोइराला 5 पटक हो कि। अब कुरा गर्नुहुन्छ भने ओली, प्रचण्ड हैन, झलनाथ खनाल है, यिनीहरूले चाहिँ सहभागिता जनाएको छैनन्। अहिले चाहिँ अब प्रधानमन्त्री चाहिँ बालेन्द्र शाहले पनि अब सहभागिता अहिलेसम्म जनाउनु भएको छैन हैन। अहिले चाहिँ तपाईँको शिखर सम्मेलन भएको छैन 2014 सालपछि हैन। त्यो तब तक चाहिँ कुरा गर्नुहुन्छ भने यो नेपालको जुन प्रधानमन्त्रीको क्रम आयो हैन, प्रधानमन्त्रीमा चाहिँ ओली, प्रचण्डले चाहिँ सहभागिता जनाएका छैनन् है। झलनाथ खनाल पनि है, बाबुराम भट्टराईले जनाउनु भएको छ, माधव कुमार नेपालले जनाउनु भएको छ है। ल त्यसरी चाहिँ सार्कको चाहिँ शिखर सम्मेलन 18औं शिखर सम्मेलनमा सहभागी टिमहरू है, 8 जनाको टिम हैन, 5 जना चाहिँ प्रधानमन्त्री र 3 जना चाहिँ राष्ट्रपति सहभागी भएर चाहिँ यसरी चाहिँ 18औं शिखर सम्मेलन सम्पन्न भएको। कहाँ सम्पन्न भएको? नेपालमा है। डेट सम्झिनु होला, 2014 है, नोभेम्बर 26-27 है, नोभेम्बर 26-27मा चाहिँ सम्पन्न भएको हो है। कहिलेकाहीँ नेपाली डेट सोध्यो भने है 2071 साल है, विक्रम सम्वत मङ्सिर है 11 र 12 गते, 10 र 11 गते सरी है, 10 र 11 गते यो डेटमा चाहिँ है सार्कको 18औं शिखर सम्मेलन चाहिँ 2071 साल मङ्सिर 10 देखि 11 गते भनेपछि संविधान पहिला हाम्रो जुन अहिले हालको संविधान छ त्यो संविधानभन्दा पहिल्यै चाहिँ सार्कको शिखर सम्मेलन भएको रहेछ है। त्यसपछि चाहिँ सार्कको नेपालमा संविधान आयो, अहिले सार्कको शिखर सम्मेलन भइरहेको छ। 2027 मा हुने कुरा छ है, तर चाहिँ अब पाकिस्तानमा हुने जसले गर्दाखेरि चाहिँ अलिक गाह्रै लागिरहेको छ है। ल
यता भारतले चाहिँ अर्को एउटा सङ्गठन निर्माण गरेर चाहिँ बिमस्टेकलाई अगाडि बढाइसकेको छ है। बिमस्टेकमा पाकिस्तान छैन, त्यसले गर्दा समस्या छैन है उसलाई। ओके, त्यसपछि हामीसँग टपिक छ सार्क सचिवालय है। सार्क सचिवालय, सार्क सचिवालय है, सेक्रेटरिएट है, सार्क सचिवालय। ल हेर्नुहोस् त, सचिवालय कहाँ रहेको छ भन्नुहुन्छ भने सचिवालय नेपालमा है, नेपालमा। ल नेपालको कहाँ भन्नुहुन्छ भने काठमाडौँमा है। काठमाडौँ कहाँ भन्नुहुन्छ भने ठमेलमा। ठमेल कहाँ भन्नुहुन्छ भने त्रिदेवी मार्ग। कुन मार्ग? त्रिदेवी मार्ग है। अनि काठमाडौँमा राख्ने प्रस्ताव है, सरी, काठमाडौँमा राख्ने प्रस्ताव कसको थियो भन्नु? कसको प्रस्तावमा है? नेपालमा राख्ने प्रस्ताव, नेपालमा है राख्ने प्रस्ताव कसको थियो भन्नुहुन्छ भने पाकिस्तानको है। पाकिस्तानको प्रस्तावमा चाहिँ सार्क सचिवालय कहाँ छ? नेपालमा छ है। सार्क सचिवालय नेपालमा छ, काठमाडौँ छ, काठमाडौँको ठमेलमा छ, ठमेलको त्रिदेवी मार्गमा छ होइन। यताबाट सुरु गर्दा हुन्छ त्रिदेवी मार्ग, ठमेल, काठमाडौँ र नेपालमा है। नेपालमा राख्ने प्रस्ताव कसको हो? पाकिस्तानको है। कहिलेकाहीँ सोध्न सक्छ है। ल अनि यसको उद्घाटन चाहिँ कहिले भयो भन्नुहुन्छ भने है 2043 सालमा है, वैशाख 1 गते। सरी, वैशाखी होइन, माघ 2 गते है। 43 माघ 2 गते, थोरै मिलाम है, माघ 2 गते। ल अनि चाहिँ उद्घाटन कसले गर्नुभएको भन्नुहुन्छ भने राजा वीरेन्द्रले। राजा वीरेन्द्र। यसरी चाहिँ उद्घाटन विक्रमसम्म 2043 साल माघ कति गते? 2 गते राजा वीरेन्द्रद्वारा चाहिँ यो सार्क सचिवालयको स्थापना भएको है। कहाँ भन्नुहुन्छ भने नेपालमा है, काठमाडौँ नेपाल, ठमेल, त्रिदेवी मार्ग। अनि यसको प्रमुखलाई के भनिन्छ? महासचिव है। सचिवालयको प्रमुखलाई महासचिव, महासचिव, महासचिव ओके। चाहिँ अहिले कुरा गर्नुहुन्छ भने हामी प्रमुखलाई चाहिँ के भनिन्छ? महासचिव। यिनको कार्यकालको कुरा गर्ने भने हाल चाहिँ 3-3 वर्ष है। कार्यकाल कति वर्षको हुन्छ? कार्यकाल 3-3 वर्षको। कति वर्षको? 3 वर्ष हुन्छ कार्यकाल, 3 वर्ष है। ओके, महासचिवको कार्यकाल कति वर्ष? 3 वर्षको हुन्छ। पहिला चाहिँ 2-2 वर्षको थियो होइन। अनि चाहिँ 9औं सम्मेलनबाट है, कतिऔं सम्मेलनबाट? 9औं सम्मेलनबाट, 9औं सम्मेलनबाट 3-3 वर्ष गराइएको है। 9 पहिला चाहिँ 2-2 वर्षको थियो है। पहिला चाहिँ यो महासचिवको कार्यकाल 2-2 वर्षको हुन्थ्यो। अनि चाहिँ अहिले चाहिँ कति वर्षको छ? 3 वर्ष रहेको छ। ल ल त्यसपछि महासचिवको पनि थोरै कुरा गरिदिउँ है। पहिलो महासचिव, पहिलो महासचिव, पहिलो महासचिव है अब्दुल अहसन है। कहाँको हुनु? यिनी बङ्गलादेशको, बङ्गलादेश है। यिनी बस्ने कहाँ हुन्? काठमाडौँमा है। कहाँ बस्ने हो? त्रिदेवी मार्ग। कहाँ बस्ने हो? ठमेलमा। कहाँ बस्ने हो? नेपालमा है। किनभने सचिवालय कहाँ छ? नेपालमा छ है। ल पहिलो महासचिव। अनि नेपालबाट पहिलो महासचिव को थियो? ल हेर्नुहोस् त, नेपालबाट हालसम्म 2 जना महासचिव भएका छन् है सार्कको है। नेपालबाट पहिलो महासचिव, पहिलो महासचिव, पहिलो महासचिव भनेको सार्कको चौथो महासचिव, सार्कको चौथो महासचिव है। बुझ्नुहुन्छ नि? नेपालबाट पहिलो महासचिव तर सार्कको कति? चौथो महासचिव है। नाम के थियो? यादव कान्त सिलवाल है। है एकजना मात्रै हैन, 2 जना हुन् है। अर्को चाहिँ 12औं महासचिव अर्जुन बहादुर थापा। अर्को सार्कको है 12औं महासचिव है
अर्जुन बहादुर थापा। नेपालबाट अहिलेसम्म चाहिँ सारको 2टा महासचिव भएका छन्। एउटा चाहिँ यादवकान्त सिलवाल, अर्को चाहिँ 12औं सारको 12औं है, फेरि है सारको 12औं दोस्रो भनौँ न, नेपालबाट दोस्रो, नेपालबाट दोस्रो, नेपालबाट दोस्रो है ल, ठिक छ। अनि ओभरअल चाहिँ 12औं है अर्जुन बहादुर थापा। अनि चाहिँ अर्जुन बहादुर थापा पछि चाहिँ हाम्रो अहिलेसम्म है एकमात्र महिला है, एकमात्र महिला महासचिव है अहिलेसम्म चाहिँ सार्कमा है, फातिमा दिहाना सैयद। फातिमा दिहाना सैयद लानुहोस्। एकमात्र महिला महासचिव अहिलेसम्मको चाहिँ कुरा गर्ने हो भने एकमात्र महिला महासचिव फातिमा दिहाना सैयद है। अनि चाहिँ सचिवालय हामीलाई थाहा छ, सचिवालय चाहिँ नेपालमा होइन, ठमेलमा होइन, काठमाडौँमा रहेको छ। अनि यहाँ पनि चाहिँ अब मालदिप्सको है, मालदिप्सको हो कि मालदिप्सको। अब चाहिँ यहाँ चाहिँ काठमाडौँ बस्नु पर्यो, घर चाहिँ मालदिप्स, अनि त्यसपछि के गर्यो, राजीनामा दिए है, राजीनामा दिई पदमुक्त है, राजीनामा दिई पदमुक्त भए है फातिमा दिहाना सैयद। कतिऔं महासचिव भन्दाखेरि 10औं महासचिव है, 10औं महासचिव, 10औं महासचिव। हामीले अघि चाहिँ कुरा गरेको थियौँ, चौथो महासचिव भनेको चाहिँ यादवकान्त सिलवाल, अनि चाहिँ 12औं महासचिव चाहिँ अर्जुन बहादुर थापा। अनि हालसम्म है, हालसम्म 15वटा महासचिव है, 15वटा महासचिव। ल 15औं को त भन्नुहुन्छ भने 15औं अहिले कार्यकालमा रहेका 15औं महासचिव है, 15औं महासचिव मोहम्मद गोलाम सरवार, सरवार है, मोहम्मद गोलाम सरवार। यिनको कार्यकाल चाहिँ 2023 मा सुरु भएको हो है, 2000 कतिमा भन्नुहुन्छ भने 23 मा है। मोहम्मद गोलाम सरवार चाहिँ बङ्गलादेशका है, बङ्गलादेश। यिनको कार्यकाल 2023 मा सुरु भएको हो। कार्यकाल सुरु कहिलेबाट भएको भन्नुहुन्छ भने 2023 अक्टोबरबाट है, अक्टोबर 25 बाट है, अक्टोबर 25 ल, अक्टोबर 25 बाट यिनको कार्यकाल सुरु भएको। अब चाहिँ सकिने लाग्छ है 2026 सम्म है, 2026 सम्म सकिन्छ, 2026 मै सकिन्छ है। त्यसपछि चाहिँ यो हाम्रो सम्मेलन र अनि चाहिँ महासचिव जुन छ अल्फाबेटिकली अर्डरमा राखिन्छ है, अल्फाबेटिकली अर्डरमा नाम अनुसार कुन देशको चाहिँ महासचिव राख्ने हो भनेर। नेपालबाट 2 जना अनि 1 जना मात्र महिला महासचिव फातिमा दिहाना सैयद हैन, राजीनामा दिई पदमुक्त मालदिप्सको। अनि हाल चाहिँ 15औं महासचिव, यिनीभन्दा पहिला 14वटा महासचिव भइसकेका छन्, यिनी चाहिँ 15औं महासचिव है। ल यो सार्क मुलुकहरूको है, सार्क मुलुकको तुलना गरौँ है। ल तुलना गर्दा ल हो कि है, एउटा हामीसँग छ आधार, अर्को बढी र कम है। जस्तै आधार के छ भन्नुहुन्छ भने पहिलो छ क्षेत्रफलको आधारमा, क्षेत्रफलको आधारमा सबभन्दा बढी क्षेत्रफल भएको को भन्नुहुन्छ भने भारत है। सार्क मुलुकको तुलना गर्दा है सबभन्दा बढी क्षेत्रफल भएको भारत, अनि कम भएको भन्नुहुन्छ भने मालदिप्स है, ठिक छ। क्षेत्रफलमा सबभन्दा ठुलो देश भारत, अनि क्षेत्रफलमा सबभन्दा कम अथवा कम, बढी अथवा धेरै भनौँ, अनि कम अथवा थोरै भनौँ है, थोरै हो कि ल, उही कुरा कम है। ल त्यस्तै चाहिँ अर्को छ हामीसँग
अर्को छ हामीसँग जनसङ्ख्या। जनसङ्ख्यामा है सबभन्दा धेरै जनसङ्ख्या भएको पुनः एकपटक भारत है। अहिले त विश्वमै सबभन्दा बढी जनसङ्ख्या भएको देश हुन पुगेको छ होइन। विश्वमै सबभन्दा बढी जनसङ्ख्या भएको देश कुन देश हो भन्नुहुन्छ भने भारत है विश्वमै। अनि कम जनसङ्ख्या भएको देश फेरि एकपटक मालदिप्स है। मालदिप्स, त्यसपछि भुटान छ है। ल 3 नम्बरमा जनघनत्व है। जनघनत्व धेरै बढी भएको देश कुन हो भन्नुहुन्छ मालदिप्स है। सार्क मध्ये है, फेरि सबै यो सार्क मध्येको सबभन्दा बढी जनघनत्व भएको देश कुन हो? मालदिप्स हो है। जनघनत्व धेरै भएको देश मालदिप्स हो भने थोरै भएको देश कुन हो? जनघनत्व धेरै भएको देश मालदिप्स, थोरै भएको देश जनघनत्व थोरै भएको देश भुटान है। जनघनत्व धेरै मालदिप्स र थोरै भुटान। त्यसपछि आउँछ पिसिआई, प्रति व्यक्ति आय है। सबभन्दा धेरै प्रति व्यक्ति आय भनेको फेरि मालदिप्स आउँछ है। ल हेर्नुहोस् त मालदिप्स हो कि। अनि कम कुरा गर्नुहुन्छ भने अफगानिस्तान है। अफगानिस्तान। त्यस्तै चाहिँ साक्षरता यो सार्क मुलुक भन्दै सबभन्दा बढी साक्षर 98% साक्षर भएको मालदिप्स, धेरै साक्षर भएको। अनि कम साक्षर भनेको लगभग 50-55% है अफगानिस्तान। त्यसरी चाहिँ सार्क मुलुकको कम्पेरिजन गर्दाखेरि है, तुलना गर्दाखेरि क्षेत्रफलमा ठुलो भारत अनि जनसङ्ख्यामा ठुलो, क्षेत्रफल र जनसङ्ख्यामा दुवैमा ठुलो भारत, अनि जनघनत्व पिसिआई र साक्षरतामा ठुलो मालदिप्स। त्यसैले कमको कुरा गर्नुहुन्छ भने क्षेत्रफलमा चाहिँ कम क्षेत्रफल भएको मालदिप्स र जनसङ्ख्या पनि कम भएको मालदिप्स, अनि जनघनत्व फेरि मालदिप्सको बढी छ अनि भुटानको कम छ है। अनि अफगानिस्तान र म चाहिँ दुईटा पिसिआई र साक्षरता के भएको? पिसिआई र साक्षरता कम भएको है। ल अफगानिस्तानमा। त्यसपछि हामी अगाडि जाउँ है। ल हेर्नुहोस् त सार्कको है सदस्य 8 जना छन् होइन। अनि सार्कको पर्यवेक्षक राष्ट्र कति छन्? पर्यवेक्षक राष्ट्र 8 वटा है। अनि संस्था, पर्यवेक्षक संस्था कतिवटा छ? एउटा संस्था एउटा, जसलाई हामीले EU भन्छौँ। के भन्छौँ? EU, युरोपेली सङ्घ है। अनि राष्ट्र कतिवटा छ? 8 वटा। एउटा सूत्रबाट हामी पढौँ ल है। एउटा सूत्रबाट जाउँ है। ल हेर्नुहोस् त के रहेछ सूत्र? चिजको दाम अथवा दाम भन्नुहोस्, दम भन्नुहोस् है। ल दाम मैले लेखेँ, अलिकति मिलाउनलाई है सजिलो हुन्छ। चिजको दाम दिन है। आमौ भनेको आमा, आई। ल यहाँबाट सम्झिने है। चिजको दाम दिन को आई? आमौ, आई। आमौ भनेको आमा, हामीले सम्झिँदा पनि हुन्छ, आमौ सम्झिँदा पनि हुन्छ होइन, खालि सम्झिने हो। सार्कको पर्यवेक्षक राष्ट्र कतिवटा? 8 वटा है। ल हेर्नुहोस् के रहेछ? चीन एउटा, अर्को चिज है, जापान। ल हेर्नुहोस् है, चीन, जापान। अनि को त्यसै छ ओके। कोलाई अलिकति मिलाउनलाई मात्र राखेको। दाम दबाट दक्षिण कोरिया। ल हेर्नुहोस् त चिजको दाम दिन आमौ आई भनेर हामीले चाहिँ सम्झिन्छौँ ओके। दक्षिण कोरिया। ल मबाट चाहिँ म्यानमार है। ल हेर्नुहोस् त चीन, जापान, दक्षिण कोरिया, म्यानमार। अनि यो दिन पनि यत्तिकै लगाएको है। यो चाहिँ खासै केही यसको अर्थ छैन। भनेको अस्ट्रेलिया है। अनि मौ भनेको मोरिसस। त्यसपछि चाहिँ आई भनेको अमेरिका र ई भनेको इरान। यसरी चाहिँ है, यसरी चाहिँ कतिवटा पर्यवेक्षक राष्ट्र रहेको छ भन्नुहुन्छ भने जम्मा 8 वटा पर्यवेक्षक राष्ट्र
र एउटा पर्यवेक्षक संस्था युरोपेली सङ्घ है, के रहेछ युरोपेली सङ्घ है, युरोपेली सङ्घ गरेर चाहिँ जम्मा कतिवटा पर्यवेक्षक छन्, जम्मा चाहिँ 9 वटा पर्यवेक्षक है, 8 वटा राष्ट्र अनि चाहिँ एउटा संस्था। ओके ल अगाडि बढौँ है। सार्क सम्बन्धी अन्य जानकारी हेरौँ के रहेछ। सार्क वडापत्र ल हेर्नुहोस् त, सार्क वडापत्रमा कतिवटा धारा छ भन्नुहुन्छ भने 10 वटा, 10 वटा धारा रहेको छ है। सार्क वडापत्रमा 10 वटा धारा रहेको छ जम्मा है। सार्क वडापत्रमा हामीले सम्झिन्छौँ 1987 होइन, सरी 1985 डिसेम्बर 7 र 8 85 है, सरी 1985 डिसेम्बर 7 र 8 मा चाहिँ ओके वडापत्रमाथि विस्तृत छलफल भयो। त्यसपछि त्यही पहिलो सम्मेलन गर्दा चाहिँ 8 मा चाहिँ के भयो, स्थापना भएको संस्था सार्क हो है। ल हेर्नुहोस् त 10 वटा धारा हामीले क्रमबद्ध रूपमा है सूत्रबाट मजाले पढ्न सकिन्छ है। सूत्रबाट के सूत्र रहेछ, सूत्र पुत्र र मूत्र आफै बनाउनु पर्छ भनिन्छ है, तर पनि चाहिँ हामी चाहिँ यहाँ सूत्रबाट पढौँला। ल हेर्नुहोस् सूत्रमा के छ भन्नुहुन्छ, 10 वटा धारामा उसीराम है स्थ प्रकाश विषा भनेर है, विषा भनेर ल उसीराम स्थ प्रकाश विषा भनेर चाहिँ हामीसँग 10 वटा धारा रहेको छ है। कतिवटा धारा 10 वटा। ल हेरौँ त एउटा एउटा है। धारा नम्बर 1 मा के छ, धारा 1 मा है उद्देश्य के रहेछ, धारा 1 मा उद्देश्य। धारा 2 मा सिद्धान्त, सिद्धान्त हेर्नुहोस् है उसीराम स्थ प्रकाश विषा भनेर चाहिँ रहेको छ है। 1 मा के छ उद्देश्य, 2 मा सिद्धान्त, 3 मा चाहिँ राष्ट्र प्रमुखहरूको बैठक, प्रमुखको बैठक है, 4 मा मन्त्री परिषद, मन्त्री परिषद। ल हेर्नुहोस् त मजाले सम्झिनुहोस् है। ओके उद्देश्य, सिद्धान्त, राष्ट्र प्रमुखको बैठक, मन्त्री परिषद है 4 वटा। अनि धारा 5 मा है, धारा 5 मा के छ भन्नुहुन्छ भने स्थायी समिति, स्था भनेको स्थायी समिति 5 वटा है। त्यसपछि धारा नम्बर चाहिँ 6 मा, धारा 6 मा है प्र भनेको प्राविधिक समिति, प्राविधिक समिति लानुहोस् त प्राविधिक समिति। अनि क 7 5 6 7 मा है कार्य समिति, कार्य समिति। त्यसै गरी धारा 8 मा सचिवालय, सचिवालय है। अनि धारा 9 मा वित्तीय व्यवस्था, वित्तीय व्यवस्था। अनि धारा 10 मा चाहिँ सामान्य व्यवस्था, सामान्य व्यवस्था भनेर रहेको छ। ल हेर्नुहोस् त यसरी व्यवस्था है। ल यसरी चाहिँ कतिवटा चाहिँ धारा रहेको छ, धारा चाहिँ टोटल 10 वटा है। 10 वटा धारा, पर्यवेक्षक चाहिँ 8 वटा राष्ट्र एउटा संस्था गरेर चाहिँ रहेको छ है। ल त्यसपछि चाहिँ अगाडि थोरै बढौँ है। अब हामीले धेरै कुराहरू गर्नुपर्ने रहेछ अझै है। ल हेर्नुहोस् त यसको चाहिँ केन्द्र 5 वटा छ, केन्द्र कतिवटा छ 5 वटा सार्क केन्द्रहरू है, केन्द्र 5 वटा छ। ओके ठीक छ। त्यसै गरी यसको आधिकारिक भाषा एउटा अङ्ग्रेजी, इङ्ग्लिस है, अङ्ग्रेजी। अनि अङ्ग चाहिँ कतिवटा, अङ्ग पनि 5 वटा, अङ्ग पनि कतिवटा 5 वटा। ओके अङ्ग पनि कतिवटा 5 वटा। ल हेर्नुहोस् त अङ्ग पनि यसैमा जोडौँ है थोरै, ठिक छ। जस्तै उसीराम स्थ प्रकाश विषा छ है, यो राम स्थ प्रस भनेर है, रातो अन्डरलाइन गरेको जुन छ नि राम स्थ है 3 2 5 प्रस है,
त्यो 5 वटा अङ्गहरू पनि हुन् है। ल हेर्नुहोस् त के रहेछ रामा है 5 वटामा एउटा छ राष्ट्र प्रमुखहरूको बैठक, राष्ट्र प्रमुखहरूको बैठक अङ्ग है। अनि दोस्रो छ मन्त्री परिषदको बैठक, मन्त्री परिषदको बैठक। अनि अर्को छ स्थायी समिति है, स्थायी समिति, स्थायी समिति। त्यसै गरी भनेको प्राविधिक समिति, प्राविधिक समिति र पाँचौं अङ्ग के हो भन्नुहुन्छ सचिवालय। हामीले भर्खर कुरा गऱ्यौँ मोहम्मद गोलम सरवार चाहिँ महासचिवको रूपमा कार्यरत रहेका छन् अनि यही 2026 मा चाहिँ उनको चाहिँ कार्यकाल सकिँदै छ। त्यसरी चाहिँ सारको वडापत्रमा 5 वटा अङ्ग हैन, 5 वटा अङ्ग, 5 वटा केन्द्र, भाषा एउटा अनि चाहिँ धारा कतिवटा 10 वटा सम्झिनु होला है। उसीराम स्थ प्रकाश विसा, उसीराम स्थ प्रकाश विसा भनेर चाहिँ सम्झिनु होला हैन। धेरै कुरा सम्झिहाल्नु छ यसवटा है। उसीराम स्थ प्रकाश विसा भनेर हामीले मजाले सम्झिन सकिन्छ है। ल यसरी चाहिँ केन्द्र 5 वटा, भाषा एउटा, 5 वटा अङ्ग र चाहिँ 10 वटा धारा है। सारको वडापत्रमा कतिवटा धारा 10 वटा। ल र यो सार्क मुलुकमा समय अन्तर हेरौँ त प्राय सोधिरहेको हुन्छ है। यो सार्क मुलुकहरूको है नेपालसँग है, सार्क मुलुकको सार्क मुलुकसँगको नेपालको समय अनि सार्क मुलुकहरूसँगको तुलना, समयको तुलना है, समयको तुलना। हामीले अघि चाहिँ क्षेत्रफलको आधारमा अनि जनसङ्ख्याको आधारमा तुलना गरिसकेको छौँ हैन। अब चाहिँ समयको कुरा गरिदिउँ, समय अन्तर कतिको छ है। ल पूर्वमा समयको कुरा गर्दाखेरि पूर्वमा समय अगाडि हुन्छ, पश्चिममा समय के हुन्छ पछाडि हुन्छ है। पूर्वको समय के हुन्छ अगाडि हुन्छ। सो पूर्वमा हाम्रो कुन देश छ? दुईटा देश छ है। एउटा भुटान छ, अर्को बङ्गलादेश छ। बङ्गलादेश नेपालभन्दा पूर्वमा पर्छ है। यो दुईटाको समय 15 मिनट अगाडि छ है नेपालभन्दा। 15 मिनट प्लस देखाइएको छ भनेको 15 मिनट के छ अगाडि छ है। बीबी ओके, बी र बी। त्यसपछि चाहिँ ओके भारत र श्रीलङ्काको समय नेपालभन्दा 15 मिनट पछाडि छ है। भारत र श्रीलङ्काको समय चाहिँ कति मिनट पछाडि छ? 15 मिनट पछाडि छ है। शिव भनेर तपाईँले सम्झिनुहुन्छ भने ल। त्यसपछि आउँछ पीएम। पीएम भनेको पाकिस्तान र मालदिप्स ओके कुरा गर्नुहुन्छ भने पाकिस्तान र मालदिप्स यो चाहिँ फेरि 15 मिनट अगाडि छ। सरी कहाँ 15 मिनट हो र ओके 45 मिनट पछाडि छ है। कति मिनट पछाडि छ समय? 45 मिनट है। अनि अफगानिस्तानको त्यसो एउटा बच्यो हैन। अफगानिस्तान नेपालबाट पश्चिममा पर्छ है। अफगानिस्तान नेपालबाट पश्चिममा पर्छ अनि -1 घण्टा 15 मिनट है। 15 मिनट के छ यिनीहरूको समय अन्तर छ है। थोरै कुरा गरौँ है। हेर्नु त यसरी है। मैले एउटा थोरै म्याप बनाइदिन्छु तपाईँहरूलाई सजिलोको लागि के हुन्छ है। ल यो यसरी छ भारत है। ल हेर्नुहोस् त है भारत हैन, सानो मिल्छ मिल्दैन। अनि नेपाल यहाँ छ यसरी ओके। अनि भुटान छ यहाँ अनि यता बङ्गलादेश ठिक छ। यहाँ श्रीलङ्का, यहाँ मालदिप्स हैन, अनि यहाँ पाकिस्तान अनि यता चाहिँ के छ अफगानिस्तान ओके। यसरी छ है। ल हेर्नुहोस् त यो नेपाल भयो, भुटान अनि बङ्गलादेश, इन्डिया र सानो म्याप यो मालदिप्स, श्रीलङ्का
अनि यो पाकिस्तान, पी फर पाकिस्तान र अफगानिस्तान चाहिँ FAFG ल यसरी छ है। ओके, नेपालबाट चाहिँ पूर्वतिर यो दुईटा पूर्व पर्छ यसरी है, यो दुईटा पूर्व पर्छ। ओके, यिनीहरू दुईटा बङ्गलादेश र भुटान +15 ल +15 ठिक छ। अनि भारत र श्रीलङ्का -15 ओके। अनि पाकिस्तान र मालदिभ्स -45 अनि अफगानिस्तान चाहिँ 115 माइनस है, यसरी चाहिँ मजाले 15 त्यसरी -15 -45 अनि -1 घन्टा 15 मिनट चाहिँ यसरी चाहिँ हाम्रो नेपालको तुलनामा चाहिँ अरू देशहरूको चाहिँ कन्ट्रीहरूको चाहिँ समय अन्तर है ल। अनि सबभन्दा बढी अब चाहिँ हामी जाम वित्तीय व्यवस्थातिर है। लानु त कुनै पनि संस्था चलाउनलाई के चाहिन्छ, वित्तीय व्यवस्था चाहिन्छ है ल। वित्तीय व्यवस्थाको कुरा पनि हेर्दिउँ, वित्तीय व्यवस्था कसले बेहोर्छ धेरै खर्च सार्कको है। वित्तीय व्यवस्था सबभन्दा बढी खर्च बेहोर्ने भारतले हो है। सबभन्दा बढी खर्च बेहोर्ने कसले हो, भारतले है। भारतले सार्कको जति बजेट हुन्छ त्यसको चाहिँ 30.32% चाहिँ बजेट बेहोर्छ है भारतले है ल। त्यस्तै चाहिँ पाकिस्तानले चाहिँ 22% है, 22.52% 52% चाहिँ बजेट बेहोर्छ। त्यसै गरी श्रीलङ्का, बङ्गलादेश र नेपालले, श्रीलङ्का, बङ्गलादेश र नेपालले समान 10.72% ल हेर्नुहोस् यो तिनटैले है 10.7 10.7 10.7 है। फेरि यो श्रीलङ्काले पनि 10.72, बङ्गलादेशले पनि 10.72 अनि नेपालले पनि 10.72। त्यसपछि हाम्रो बच्चा भुटान, हेर्नुहोस् है भुटान अनि मालदिभ्स र अफगानिस्तान ल। अफगानिस्तानले चाहिँ 5% है, कति पर्सेन्ट 5% बेहोर्छन् है। भनेपछि सबभन्दा बढी खर्च बेहोर्ने कसले हो भन्नुहुन्छ भने भारतले हो 30.32%। त्यसपछि पाकिस्तानले, कहिले तपाईँलाई चाहिँ सोध्ने क्वेसन हो नेपालको हो, नेपालले 10.72, बङ्गलादेशले 10.72 र श्रीलङ्काले 10.72 चाहिँ बजेट बेहोर्छ है सार्कको। अनि भुटान, मालदिभ्स र अफगानिस्तानले 5% चाहिँ बजेट बेहोर्छ है। ठिक छ, यसरी चाहिँ है सार्क सम्बन्धी अन्य जानकारीको लागि होइन मेरो युट्युब च्यानल छ, युट्युब च्यानलमा चाहिँ तपाईँले चाहिँ लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर चाहिँ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु है। आजको लागि यति गरौँ, फेरि पनि अर्को भिडियो लिएर उपस्थित हुनेछु। धन्यवाद।